नमस्कार। नमस्कार। ए बा आज फेरि पनि हामी भलाकुसारीमा आएँ म। हजुर म आज घुम्दै घुम्दै आज बाको घरैमा म आइपुगेँ। आइपुग्नुको अनि अब योभन्दा अगाडिको संस्करणमा हामीले तोरीबारीमा दुईजना बसेर भलाकुसारी गरेका थियौँ। अहिले त्यो धेरै राम्रो सबैले हजुरलाई चिने र अर्को संस्करण फेरि दोस्रो संस्करण चाहिँ गर्नु पर्यो बासँग भलाकुसारी भनेर म आएको छु। म मणिराज दाहाल, यहाँलाई हार्दिक नमस्कार। म जाने नानी बाबुको जा यो जिन्दगी ओइला सानीको जाने रचनाकार नानी बाबुको जा हो। म हजुरलाई पनि मेरो नमस्कार। यो जिन्दगी ओइला यो सानी, हेर्दा हेर्दै गयो जवानी, कालो कपाल सेतै भए फुले जुगादारी, हिँड्न सक्ने शक्ति छैन टाढा भयो बारी, भात मुछेर खान्छु भन्छु नाकमा पुग्छ हात, हातका मेरा थरथर हुन्छ सब छरिन्छ भात, यस्ता दिन आउँछ भन्ने सोचिएन पहिले, अहिले यस्तो अवस्था भो खै के भनौँ मैले, यो जिन्दगी बुढो भो अब हेर्दा हेर्दै ओछ्यान भो दुर्लावा, यो जिन्दगी ओइलायो अब हेर्दा हेर्दै आँगन भो दुर्लावा।